दिव्य तरिकाले लाएर कृष्णलाई पादी दिन्छु भनेर यशोदा महारानीले दिव्य तरिकाले बाँध्न उलुघलमा लानुभयो। उसले जा उलुघलमा लानुभयो, ढिकीमा ढिगरीमा
गर्न चाहन्छौँ। धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। अत्यन्तै सुमधुर स्वरमा ससाना भाइ बहिनीहरूले जुन एउटा भजन प्रस्तुत गर्नुभएको छ, पुरस्कार पनि पाउनु भएको छ नेपालगञ्जदेखि। त्यति मात्र होइन, अर्को पनि पुरस्कार मेरो हातमा छ। सिन्धुपाल्चोक निवासी, हाल कालीगण्डकी करिडोरका ठेकेदार हुनुहुन्छ सूर्य प्याकुरेलज्यू, माध्यमिक विद्यालयका ससाना भाइ बहिनीहरूको यो भजनको प्रस्तुतिको लागि उहाँले पनि दान गर्नुभएको छ अथवा उहाँलाई पुरस्कार दिनुभएको छ। 505 रुपियाँ जोरदार तालीको साथमा हामी सम्मान गर्न चाहन्छौँ। अवश्य पनि सानो बेलादेखि नै यसरी जुन भगवानको भक्तिमा मन लगाएर भगवानको नाम संकीर्तन गाउन यसरी लाग्ने बालबालिकाहरू भविष्यमा गएर थुप्रै पुरस्कारका भागीदार हुनेछन्, आफ्नो जीवनलाई सफल बनाउनेछन्। हामी शुभकामना दिन चाहन्छौँ। यस कार्यक्रमको माध्यमबाट, कार्यक्रमको आयोजक समितिको तर्फबाट सम्पूर्ण मिरमी निम्न माध्यमिक विद्यालयमा अध्ययन गर्नुहुने समस्त विद्यार्थीवर्ग लगायत समस्त शिक्षक वर्गहरू सबैलाई हामी शुभकामना अनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। यसै बिचमा अर्जुन न्यौपानेज्यूले पनि केही बोल्न चाहनु भएको छ। त्योभन्दा अगाडि एउटा सूचना यहाँहरूमाझ प्रस्तुत गरेर म बिदा चाहन्छु। यस एके मूल समारोह समिति व्यवस्थापन समितिको भोलि साँझको 5 बजेको आरती पछाडि विशेष बैठक बस्दैछ। यस एके मूल समारोह समिति को भोलि बेलुका 5 बजेको आरती पछाडि बैठक बस्दैछ। उक्त बैठकको लागि सल्लाहकार तथा सहयोग समितिलाई हार्दिक निमन्त्रणा गरिएको छ। केही नामहरू मेरो हातमा छन्। सल्लाहकार तथा सहयोग समितिमा देवी प्रसाद भट्टराईज्यू, पिताम्बर न्यौपानेज्यू, एके मूर्ति न्यौपानेज्यू, विष्णु प्रसाद भट्टराईज्यू, भीम प्रसाद भट्टराईज्यू, तेज प्रसाद न्यौपानेज्यू, लीला वल्लभ न्यौपानेज्यू, घनश्याम भट्टराईज्यू, शिवलाल पाण्डेज्यू, भीम प्रसाद भट्टराईज्यू, नारायण भट्टराईज्यू, मोतीलाल भट्टराईज्यू, नारायण भट्टराई क्लब अध्यक्ष मिरमिरे युवा क्लबको अध्यक्ष हुनुहुन्छ। त्यस्तै गरी कृष्णलाल पाण्डे, टङ्कप्रसाद भट्टराई, हेमलाल न्यौपाने, मित्रलाल भट्टराई, गोपाल पाण्डे, राधिका भट्टराई पालीचौर आमा समूहबाट हुनुहुन्छ। त्यस्तै गरी कोपिला पाण्डे काली गण्डकी आमा समूहबाट भोलि 5 बजे पछाडि यस एके मूल समारोह समिति व्यवस्थापन समितिको बैठक रहेको छ। यहाँहरू सबैलाई हार्दिक आमन्त्रण गरिएको छ। र भक्तजन, आज यो मिठो भजन मिरमी निम्न माध्यमिक विद्यालयको तर्फबाट हामीमाझ प्रस्तुत भएको छ। अति रमाइलो जुन भजन अनि नृत्य प्रस्तुत गर्नुभएको छ, हार्दिक धन्यवाद दिन चाहन्छौँ। त्यस्तै गरी यस यज्ञमा सहभागिता जनाइरहनुभएका सम्पूर्ण भक्तजनहरूलाई आजको दिनको सम्पूर्ण कार्यक्रम यही समापन भएको छ। अर्जुन न्यौपानेज्यूले केही आफ्ना विचार प्रस्तुत गर्न लाग्नु भएको छ। हामीलाई निरन्तर साथ दिइरहनुहुने तमाम भक्तजनहरूमा हृदयदेखि नै धन्यवाद दिँदै म अहिलेको लागि र आजको यो कार्यक्रम यही समापन भएको छ। अर्जुन न्यौपानेज्यू केही शब्द। प्रवक्ता उस्तै, आयोजक उस्तै, यहाँ अहिले भर्खरै हामीले देखेको बच्चाहरूको प्रतिभा देखेर मलाई पनि मनमा यस्तो जाग्यो, म पनि एउटा परौठा जस्तो यसो सञ्चालक छु अहिले हालैमा बुटवलमा। यिनीहरूलाई दिने मैले त के दिनु, मैले यिनीहरू भ्रमण आएको बेलामा म आफ्नो तर्फबाट, मेरो तर्फबाट मैले यिनीहरूलाई नास्ता गराउने प्रण गर्छु र के कस्तो कहाँ होला भन्ने क्रममा यसै विद्यालयका हाम्रा प्राध्यापकहरूलाई मैले आफ्नो ठेगानाको कार्ड टक्राउँछु। चालक समितिलाई यो शिक्षा दिने, यो भजन गर्ने, यो जो प्रण गराउने, यिनीहरू सिकाउने हाम्रो जो वाद्यवादनमा हामी पनि वाद्यवादन अलिअलि बजाउँछौँ। यति आनन्द आयो, यस्तो बालकले यस्तो सानोमा यिनीहरूले यति राम्रो भजन गाइदिए, हाम्रा आँसु पनि रसाए। सायद तपाईँहरूका पनि रसाए होलान्। हजुरहरूलाई पनि केही त्यस्तो मनमा लागेको छ भने यस विद्यालयलाई धन्यवाद दिने के हजुर। आदरणीय भक्तजन, यसै क्रममा ठाकुर प्रसाद पाण्डेज्यूले पनि मिरमी निम्न माध्यमिक विद्यालयको लागि पुरस्कार प्रदान गर्नुभएको छ। 500 रुपियाँ उहाँलाई पनि जोरदार तालीको साथमा म आफैलाई यो हस्तान्तरण गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। पूज्य व्यासाचार्य गुरुदेव हामीमाझ हुनुहुन्छ। यो पुरस्कार ठाकुर प्रसाद
पाण्डेज्यूबाट पनि प्रदान भएको छ। पुनः जोरदार तालीको साथमा हामी सम्मान गर्न चाहन्छौँ। यज्ञमा अर्को 10 रुपियाँ भेटिएको छ, यो मेरो हातमा ल्याइदिनु भएको छ, यो पनि पुरस्कार स्वरूप। त्यसै गरी यस विद्यालयका प्रधान अध्यापकज्यू जो मञ्चमा आइदिनुमा हार्दिक अनुरोध गर्न चाहन्छु। परौठा हाउस बुटवल 10 मिलन चोकबाट अर्जुन प्रसाद न्यौपानेज्यूले मिरिमी निम्न माध्यमिक विद्यालयको भ्रमण जाने बेलामा बुटवलमा पसेर परौठा खाएर आउनुको लागि उहाँले त्यो व्यवस्था पनि मिलाउनु भएको छ। अवश्य पनि यसको नतिजा, यो प्रतियोगिताको नतिजा आउनै बाँकी छ। प्रतियोगिताको नतिजा आउनुभन्दा अगाडि व्यक्तिगत रूपमा आयोजक समितिले भन्दा छुट्टै व्यक्तिगत रूपमा हरेक क्षेत्रबाट सहयोग प्राप्त, हरेक क्षेत्रबाट पुरस्कार प्राप्त भइसकेको छ। अझै शुभकामना हामी दिनु भने पुनः यहाँ माझबाट लेख्न चाहे। भोलिको कार्यक्रम, भोलिको प्रतियोगी हुनुहुन्छ हामी माझमा। म भोलिको प्रतियोगीको नाम लेख्न चाहन्छु। भोलि हामी माझ अर्मेनी गाविसको तर्फबाट प्रतियोगीको रूपमा आउँदै हुनुहुन्छ। ओइ डाङगुटी पार्दाखेरि उचाली ग्रजांस्तस्य वंशे स्थाप्य वनं ययो हम सेवितं वर्षपुगान् सर्वगाथां देवयाने मेने प्रसव भवात्मनस्त्रिं पदस्ने नवैकल्प्यात् परिहारि सेवितां शासन निवासं श्रीदां प्रपायां पार्वती कृष्णेन मनसामेश्य विधनोद्लिङ्गात्मना नमस्तभ्यं भगवते वासुदेवाय वीरसे सर्वभूतादिवासाय शान्ताय बृहते देवाय हरे देवागाचरणा माता वस्त्रा पिता पुत्र येन जातः संयुतवरदम् ईशमः विशिकलसविकरेण प्रिय पंचशतसहस्र मेदङ्गागमनावा देवामते यम्परारोधं यमुना यमुनां प्रभु आस्ताद्वे प्रसन्न भवतां त्रिविधं नमो नमः। भयो
पूजनीय र यस यज्ञको शोभा उहाँले आफ्नो तर्फबाट यस्तो किसिमबाट यो यज्ञलाई अगाडि बढाउनु भएको छ कि हामीहरूले उहाँलाई अर्पण गर्ने कुनै शब्दै छैन। एउटा कम उमेरमा पनि यस्तो दिव्य स्वर लिएर उहाँको मुखमा सरस्वतीको बास भएको रहेछ। हामीले अहिले हेऱ्यौँ 3-4 दिनको समय भयो उहाँले बाणी प्रकट गरिरहेको समयमा कुनै पनि दर्शक दीर्घालाई न आँखा घुमाउन मन लाग्छ न मुखबाट बोली आउँछ। त्यस्तो दत्तचित्त बनाउने हाम्रो समादरणीय व्यासज्यू जो हाम्रो
आयोजकको भान्जा पनि हुनुहुन्छ। उहाँ समादरणीय व्यासज्यू श्री नारायण नेउपाने हाम्रो स्टेजमा हाम्रो व्यासासनमा आइसक्नु भएको छ। उहाँलाई दिव्य गडगडाट तालीका साथ स्वागत गरिदिनु म हार्दिक अनुरोध गर्दछु। र त्यसै गरी हाम्रो व्यास पूजनका लागि हाम्रा प्रमुख आयोजक श्री सुमित्रा पाण्डे, त्यसै गरी डोलराज पाण्डे, श्रीमती छाया कुमारी पाण्डे, त्यसै गरी उहाँहरूको सम्पूर्ण कर्ता परिवारलाई व्यास पूजनका लागि म यस व्यास आसनमा निमन्त्रणा गर्न चाहन्छु। आदरणीय सम्पूर्ण श्रद्धालु भक्तजनहरू, हाम्रो व्यास पूजनको कार्यक्रम अगाडि बढिराखेको छ। हेर्नुहोस्, हाम्रा स्वयंसेवक बहिनीहरूले कति राम्रो माला तयार गरिराख्नु भएको छ। यस्ता दिव्य माला बनाएर दैनिक हाम्रा व्यासलाई अर्पण गरिरहनु भएको छ। कृपया दिव्य गडगडाट तालीले उहाँहरूलाई धन्यवाद दिई हाम्रो व्यासलाई सम्मान गरिदिनु म यहाँलाई हार्दिक अनुरोध गर्दछु। सम्पूर्ण श्रद्धालु भक्तजनहरू, अब हाम्रो व्यासज्यूबाट केही समयमै अब प्रवचन सुरु हुन गइराखेको छ। हाम्रा श्रद्धालु भक्तजनहरू कहीँ कतै बसिराख्नु भएको छ भने कृपया हाम्रो यस व्यासासनको अगाडि आएर शान्तिपूर्ण तरिकाले बसिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। हुन लागिराखेको छ हाम्रो व्यास पूजन प्रमुख आयोजक सुमित्रा पाण्डेबाट, त्यसै गरी डोलराज पाण्डे, छाया कुमारी पाण्डे लगायतको परिवारबाट सकिन लागिराखेको छ। आसनभन्दा अगाडि बसेर दत्तचित्त भएर र अहिले हामीले देखिरहेका छौँ संयोजकज्यूहरू थानेश्वर पाण्डे वार्ड नम्बर 4 सर, त्यसै गरी थानेश्वर बुवा, त्यसै गरी शिवराम नेउपाने, उहाँहरू यस विशाल यज्ञका संयोजक हुनुहुन्छ। उहाँहरूबाट व्यास पूजन गरिराखेको दृश्य तपाईँहरूलाई देखाइराखेका छौँ। सम्पूर्ण श्रद्धालु भक्तजनहरू, निकै भावपूर्ण श्रद्धालु भक्तजनहरू यस यज्ञमा आउनुभएको छ। उहाँहरूलाई आभार प्रकट गर्न चाहन्छौँ। देखिराख्नु भएको छ हाम्रा श्री नारायण नेउपानेद्वारा अब कथा प्रवचनको समय आरम्भ हुन गइराखेको कुरा म यहाँलाई जानकारी गराउन यस यज्ञका महान वक्ता बाल व्यास नारायण नेउपानेलाई म यो माइक्रोफोन अर्पण गर्न चाहन्छु। जय श्री कृष्ण भगवान की जय। प्रसाद हो यो
अजात समान भाव आर्यन्तमीश जरामरमात्मदेव पंचाननं प्रबल पंच विनोदशीलं संवावै मनसि करं मधुरं मधुराधिपते अखिलं मधुरा मधुरं शोकं मधुरं रूपं मधुरं तिलकं मधुरं मधुराधिपते अखिलं मधुरा सलिलं मधुरं कमलं मधुरं मधुराधिपते अखिलं मधुरा अधिकं मधुरं मधुराधिपते अखिलं मधुरा मधुराधिपते अखिलं मधुरा मधुराधिपते अखिलं मधुरा गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुदेव महेश्वर गुरु साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः अखंड मंडलाकारं पूजिदेव गो सद्गुरुदेव भगवान गो वृंदावन विहारी लाल गो पशुपतिनाथ भगवान गो हिले सिद्ध बाबा गो आलम देवी गो बलराम देवी गो आवाई पूजी देवरु गो शालिग्राम भगवान गो भक्त हर हर महादेव शंभो सिंहासनमा राखिसकेका छौं भगवान को दिव्य विग्रह साक्षात वाङ्मय प्रतिमूर्ति श्रीमद् भागवत जीलाई दण्डवत प्रणाम गर्छु। समादरणीय वैकुण्ठवासी
लाई पूर्णता गरेको हुनाले मेरो पिता स्वरूप सम्झेर श्रीमद् भागवतजीलाई पुनः दण्डवत प्रणाम छ। भगवान प्रभु परमात्मा अखिलेश्वर ब्रह्माण्डनायक श्री कृष्णलाई दिव्य सिंहासनमा आफ्ना कथा मन गराएका छौं। भगवान शालिग्रामलाई भगवान कृष्णतारुलाई दण्डवत प्रणाम गर्दै यज्ञलाई अत्यन्त पूर्णता दिनुको लागि साक्षात तपोनिष्ठ तपोमूर्ति वेद उपासक समादरणीय अन्तर्राष्ट्रिय ख्याति प्राप्त जसले विश्वका हरेक क्षेत्र